आज म नयाँ भिडियो लिएर आएको छु। यो जापानको ओसाकाको मिनोहो पार्क भन्ने ठाउँ हो। एकदमै सुन्दर र आकर्षक छ अनि सुन्दरतालाई बटुल्ने कोसिसमा चाहिँ मैले यो भिडियो बनाएको छु। अनि अब खासै एडिट गर्न त आउँदैन, तर कोसिस चाहिँ गरेको छु। यस्तो राम्रो सजाएको यो ठाउँ अनि क्रिसमसको तयारी चाहिँ एकदम राम्रोसँग भइरहेको। यो ओसाकाको उमिदा स्टेसन अनि एकदम राम्रो तरिकाले सजाएको छ यो स्टेसन। म अब डेली जाने भएर अनि मैले भिडियो क्याप्चर गरेको त्यसको चाहिँ। क्रिसमसको तयारी अहिलेदेखि नै मनाउने रहेछन् जापानमा अनि एकदमै राम्रो आकर्षक देखिएको छ स्टेसन। अनि यो स्टेसनमा दैनिकौं लाखौं मान्छे यसरी नै ओहोरदोहोर गर्नुहुन्छ अनि मैले अब हेरिरहेको हुन्छु, देखिरहेको हुन्छु। म पनि यो लाखौं मान्छेको भिडमा अब हराइरहेको हुन्छु, कहिले कस्तो अब आइरहेको हुन्छु। मेरो काम नै यतै हुन्छ, त्यही भएर म स्टेसनभित्र नै कहिले कस्तो काम गर्छु हप्ताको 4-5 दिन। अनि हुँदाहुँदै अनि आज पनि अब म घुम्नलाई निस्केको थिएँ, त्यही भएर यहाँदेखि मैले भिडियो बनाएको। अनि यता आएर एकदमै फेरि अर्को राम्रो ठाउँमा सजाएको क्रिसमसलाई अनि यता पनि मैले भिडियो क्याप्चर गरेर अनि म अगाडि बिस्तारै बढ्दै थिएँ। अनि राम्रो लाग्यो, मलाई एकदमै सुन्दर लाग्यो। अब एकदमै राम्रो तरिकाले सजाएको थिएँ। यो सबै कुराहरू निहालिसकेपछि त्यसपछि फेरि म निरन्तर बढेर म यो स्टेसनमा आइपुगेँ। यो स्टेसनमा आइपुगेँ। यो ह्यान्क्यु रेलवे लाइन भन्ने स्टेसन लास्ट स्टेसन हो। अनि त्यसपछि लाग्यो फेरि म आफ्नै गन्तव्यतिर। मेरो यात्रा निरन्तर नै थियो अनि प्रकृतिसँगै रमाउँदै अनि खैरेहरूको पछि लाग्दै म चाहिँ अगाडि बढ्दै थिएँ। अनि यो ठाउँमा पुग्यो, एकदमै राम्रो लाग्यो यो ठाउँ। सुरुवातमै कस्तो राम्रो थियो अनि एकछिन यो ठाउँमा अनि फोटो भिडियो लगेर क्युट नानीको बाबाले फोटो लिँदै हुनुहुन्थ्यो। त्यसपछि फेरि अगाडि बढ्दै गयौँ। यो ठाउँमा चाहिँ अनि भिड अलिक कम थियो किनकि यो ठाउँमा अलिकति दुईटा बाटो भएको कारणले अनि यताबाट आउने अनि यो बाटोबाट जाने। फेरि अर्को आकर्षक ठाउँमा पुग्यौँ अनि प्रकृतिसँगै रमाउँदै अनि भिडियो लिँदै फोटो खिच्दै